सञ्चालकज्यूलाई हुन्छ हामी एउटा सङ्ग गाउनेछौँ। परमप्रभुले छुट्याउनुहुन्छ यो सङ्ग हामी गाउनेछौँ है, सबैले आउँछ होला हुन्छ। प्रभुले फेरि पनि उहाँको अनुग्रहमा फेरि पनि मेरो परिवारहरूसँग म जहिले पनि भन्ने गर्छु, मेरो शारीरिक जन्म पनि यहीँ भएको पनि मेरो आत्माको जन्म पनि यहीँ भएको र म चाहिँ एकदमै मेरो परिवारसँग चाहिँ कनेक्टेड छु है, अट्याचमेन्ट छ मेरो। र म जब भेट्छु अनि हजुरहरूलाई ज्यादै आशिषित हुन्छु है। अनि परमेश्वरलाई महिमा भएको होस्, फेरि पनि हजुरहरूसँग यसरी सङ्गति गर्ने मौका पाएँ र म धन्यवाद दिन चाहन्छु हाम्रो आदरणीय गुरुबा गुरुआमा लगायत हाम्रो सम्पूर्ण आदरणीय अग्रजीहरू है, दाजु दिदी मेरो फुपू अनि जति पनि हुनुहुन्छ मामा, मैले जे सहिनु पर्छ अनि दाजु हुनुहुन्छ यहाँनिर सम्झी भन्छु है मैले उहाँलाई। अनि हजुरहरू सबैजनालाई पनि धेरै धन्यवाद। अनि यो समय मलाई यसरी प्रार्थनामा लिड गर्ने मौका दिनुभएकोमा म परमेश्वरलाई साथसाथै हजुरहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ, हामी यस घडी जति पनि हामीले बिउहरू उठाएका छौँ, हाम्रो कर कमाइबाट प्रभुको अगाडि लिएर आएका छौँ, पहिलोटी फल है, अनि मुठी दानहरू छ, अनि ती सबै कुराको लागि एकै मनको भएर सहमतिमा यो घडी हामी प्रार्थना गर्नेछौँ। हुन्छ, हाम्रो शारीरिक आँखाहरू बन्द गरौँ र तपाईँहरूले मसँगै सहमत जनाउन सक्नुहुन्छ। हालेलुया। पिता, पुत्र, पवित्र आत्मा, प्रिय परमेश्वर, म तपाईँलाई धन्यवाद चढाउँदछु आजको सुन्दर समयको लागि। यो समय तपाईँको अनुग्रहद्वारा हामीलाई दिनुभएको छ। तपाईँको अनुग्रह चाहिँ हरेक बिहानी हाम्रो लागि नयाँ 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 हुँदछ प्रभु। यो घडी तपाईँकै अनुग्रहले फेरि पनि आजको यो विश्राम दिन, सब्बातको दिनमा तपाईँ परमेश्वरलाई उचाल्ने, तपाईँको नाउँलाई, तपाईँको नाउँको प्रशंसा गर्ने, तपाईँको नाउँलाई उच्च पार्ने अनि सँगसँगै आराधना गर्ने यो समयहरू हामीलाई जुटाउनु भयो। यसको निम्ति धन्यवाद छ प्रभु। अहिलेदेखि सुरुदेखि लिएर अहिलेसम्म पनि तपाईँ पवित्र आत्माले नै लिड गर्दै हुनुहुन्छ। बाँकी भागहरूलाई पनि तपाईँले नै लिड गरिराख्नु भएको छ। होली स्पिरिट, धन्यवाद तपाईँलाई, धन्यवाद धन्यवाद तपाईँको बाक्लो उपस्थितिको लागि। थ्याङ्क यू लोर्ड, हालेलुया। अनि जसरी हाम्रो कमाइको केही भागहरू हामीले बिउहरू तपाईँको घरमा हामीले लिएर आएका छौँ, हाम्रो घर कमाइमा तपाईँले आशिष दिनुभयो, त्यही कमाइ
समयको केही भागहरू केही अंशहरू तपाईँको भण्डारमा लिएर आउने यो अवसर पनि तपाईँले हामीलाई जुटाउनु भएको छ परमप्रभु। तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। विशेष गरी पहिलोटे फलहरूको लागि जतिजनाले ल्याउनु भएको छ आफ्नो बारीमा फलेको चाहिँ फलहरू पहिलोटे फलहरू आदरका साथ ल्याउनु भएको छ तपाईँको भवनमा। यी सबै कुराबाट चाहिँ तपाईँलाई आराधना यस तपाईँलाई चाहिँ महिमा भएको छ अगाडि। थ्याङ्क यू जिजस। यी सबै कुरा चाहिँ कसरी आउँछ भन्दाखेरि आज्ञाकारिताले तपाईँ प्रतिको आदरको भएको कारणले परमप्रभु तपाईँ उछ्यालिनुहोस् अनि उहाँहरूको जुन मेहनतमा परिश्रममा त्यो बाली नालीमा सबै कुरामा चाहिँ म आशिष बोल्दछु येशू ख्रिस्टको नाममा। म डिक्लेयर गर्दछु येशूको नाममा प्रशस्त 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 भरिएर पोखिने आशिष म एक एकजनाको यस लर्ड त्यो परिश्रममा म बोल्दछु। धन्यवाद धन्यवाद धन्यवाद। अनि तपाईँको घरमा जतिजनाले आफ्नो कमाइको 10औं अंशहरू लिएर आउनुभएको छ परमप्रभु इमानदारी साथ, किनभने तपाईँले इमानदारिताको कदर गर्नुहुन्छ परमप्रभु। तपाईँले आज्ञाकारिता मन पराउनुहुन्छ। त्यही आज्ञाकारितालाई चाहिँ तपाईँको वचनलाई सिरोपर गर्दै प्रभु त्यसमा पनि हामी आशिष बोल्दछौँ। उहाँहरूको सबै काममा व्यापारमा बिजनेसमा अनि व्यवसायहरू जे जे गर्नुहुन्छ ती सबै मेहनतमा ती हातका मेहनतहरूमा त्यो पसिनामा म आशिष बोल्दछु येशूको नाउँमा। यस वृद्धि बोल्दछु येशूको नाउँमा। धन्यवाद तपाईँलाई। अनि हामीले यो घडी तपाईँको भवनमा बिउ उठाएका छौँ। यो बिउ सानो भए तापनि तपाईँको राज्यको लागि चाहिँ यस ठुलो भइसकेको छ येशूको नाममा म डिक्लेयर गर्दछु। हालेलुया। यो बिउमा पनि म प्रशस्त 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 आशिष बोल्दछु। धन्यवाद तपाईँलाई धन्यवाद सबै थोकको लागि। अब बाँकी भागहरूलाई पनि होली स्पिरिट हामी तपाईँको हातमा समर्पण गर्दछौँ। जति भागहरू छ र हामीले जसरी शरीरको लागि चाहिँ हाम्रो लागि खानाको आवश्यक पर्दछ, भोजनको आवश्यक पर्दछ, त्यस्तै गरिकन हाम्रो आत्माको लागि पनि खुराकको जरुरत पर्दछ प्रभु। आत्मामा जिउनको लागि बढ्नको लागि तपाईँको आत्माको खुराक हामीलाई जे चाहिएको छ यो घडी होली स्पिरिट तपाईँ हाम्रो असल सल्लाहकार हुनुहुन्छ। हाम्रो हृदय रूपी जमिनहरू चाहिँ यो घडी तयार भएको छ तपाईँको पवित्र वचनलाई रिसिभ गर्नको लागि। एक एक हृदयलाई होली स्पिरिट तपाईँले गाइड गर्नुहोस्। पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस्। हाम्रो हृदयको आँखाहरू सुन्ने कानहरू येशूको नाममा यो घडी खुल्ला गर्दछौँ। होली स्पिरिट हामीलाई सहायता गर्नुहोस्। जुन तपाईँको प्रिय छोराले वचन लिएर आउँदै हुनुहुन्छ यस जिजस पवित्र आत्मा त्यो छोरासँग पनि तपाईँ आफै भइकन बोल्दै हुनुहुन्छ। हाम्रो लागि जे आवश्यक छ हाम्रो आत्माको लागि हामीले जति कुरामा करेक्सन गर्नुपर्छ पवित्र आत्मा हाम्रो लागि तपाईँ बोल्नुहोस् यो घडी। धन्यवाद। अनि तपाईँको वचनले भन्दछ वचन सुनेर चाहिँ आफैलाई धोका दिने नहो तर पालना गर्ने व्यवहारमा उतार्ने हो भनिकन तपाईँको वचनमा चाहिँ लेखिएको छ। तपाईँको वचन अकाट्य छ, सत्य छ र यो घडी पनि तपाईँको एक एक प्रिय छोराछोरीहरू चाहिँ त्यो वचनलाई सुनेर आफैलाई धोका दिने होइन तर त्यो वचनलाई पालना गर्ने व्यवहारमा उतार्ने तपाईँको राज्यको काम गर्ने एक एकजना येशूको नाउँमा खडा भइसकेको छ भनिकन म यो घडी घोषणा गर्दछु। हालेलुया। धन्यवाद तपाईँलाई सबै थोकको लागि। धन्यवाद धन्यवाद धन्यवाद। सबै आदर महिमा प्रशंसा येशू ख्रिस्ट तपाईँको उच्च अनि पवित्र नाउँमा। आमेन आमेन। हुन्छ चाहिँ हालेलुया। हामी एकचोटि सबैजना मिलिकन जोडसँगले ताली बजाएर परमेश्वरलाई हामी आदर दिनेछौँ। जसले चाहिँ आज तपाईँ मलाई आजको यो दिन देख्ने यो अवसर तपाईँ मलाई दिनुभएको छ। पवित्र आत्मा परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ जो आज तपाईँ र मैले नसोचेको कुराहरू हाम्रो जीवनमा मण्डलीमा परिवारमा हाम्रो ठाउँमा परमेश्वरले गर्नुहुन्छ। आमेन। अनि आज हाम्रो पवित्र आत्मा परमेश्वर चाहिँ अद्भुत छ, जो अदृश्य छ, जो चाहिँ हामीले सोच्नुभन्दा अगाडि नै उहाँले त्यो कुराहरू हाम्रो अगाडि गरिसक्नु भएको हुन्छ। आमेन। कहिले पनि पुरानो हुँदैन। परमेश्वरको वचन कहिले पनि नराम्रो हुँदैन। हाम्रो लागि सधैँभरि जसले भने पनि जसले प्रचार गरे तापनि परमेश्वरको वचन हाम्रो निम्ति रमाइलो नै हुन्छ, असल नै हुन्छ। आमेन। त्यसले गर्दा आज म तपाईँको बिचमा परमेश्वरको वचन राख्न गइरहेको छु र त्योभन्दा अगाडि अघि भाइ सामेलले भन्दै गएको कुरा याद भयो। जति बेला हाम्रो यहाँ
नवमी आमा आउनुभएछ, हाम्रो पहिलाको आराधना टिम हो है। हाम्रो नवमी आमा भयो, हाम्रो कति आमाहरू आज छैन, सारा आमा छैन, अनि रुबिनाहरू आउनुभएको छ। र हामी यसरी पुरानो समयको धेरै आमाहरू कतिजना छैनन् र हाम्रो आराधना गर्ने टिमहरू। अहिलेको किताब तपाईँले 17 अध्यायको 27 पदको 30 पदलाई पढिदिनुहोस् एकजनाले, अनि अर्कोले चाहिँ 39 अनि 40 पद पढिदिनुहोस् ल। त्यही अध्यायको मत्ती 27 अध्यायको एउटा भयो 30 पद पढिदिनुहोस्, र अर्को मान्छेले चाहिँ 39 र 40 पद तपाईँले पढिदिनुहोस्। अब तिनीहरूले उहाँलाई थुकेपछि त्यो निधालो लिएर उहाँका शिरमा हिँडाए। फेरि दाजुभाइले तपाईँले पढिदिनुहोस् मैले भनेको पद 39 अनि 40 पद। तपाईँले थाहा भइगयो, तपाईँले धेरै घरमा गएर बाइबल पल्टाउनु हुँदो रहेछ। पढिदिनुहोस् न। यहाँबाट आउने जानेहरूले आफ्नो मुटु हल्लाएर उहाँको हिंसा गरे र यो मन्दिर भत्काउने र 3 दिनमा निर्माण गर्ने आफैले बच्चा र परमेश्वरको पुत्र होस् भन्ने क्रुसबाट उठेर तल आइछ। हुन्छ, धन्यवाद। अनि अहिले हामीले 2वटा खण्डलाई पढिराखेका थियौँ, अनि त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ म जोडसँगले पढ्थेँ ल। अघि तपाईँले पालो पाउनुभयो, पढ्ने मौका पाउनुभयो, म चाहिँ जोडसँगले यहाँ पढ्न गइरहेको छु। र यसरी भन्छ, तब तिनीहरूले उहाँलाई थुकेपछि त्यो निगालो लिएर उहाँको शिरमा लगाइदिए। अनि अर्को दोस्रो वर्ष हामीले हेरिरहेका थियौँ। आऊ 39 अनि 40 पद हामी हेर्नेछौँ। अब त्यहाँबाट आउने जानेले आफ्ना आफ्ना शिर हल्लाएर उहाँलाई निन्दा गरे र भने, ए मन्दिर भत्काउने र 3 दिनमा बनाउने आफूलाई बच्चा आऊ त परमप्रभुको पुत्र होस् भने क्रुसबाट ओर्लेर आइछ। अनि यहाँबाट हामी केही कुराहरू आजको दिन के गर्नेछौँ, हामी सिक्नेछौँ। जो परमेश्वरको वचनले आज हामीलाई हर दिन हर समय परमेश्वरको वचनले हामीलाई थुप्रै कुराहरू दिइराख्नु भएको छ। यो दिनहरूमा, आउँदो दिनहरूमा हरेक कुरालाई सामना गर्नको निम्ति, परमेश्वरको राज्यलाई बढाउनको निम्ति परमेश्वरले तपाईँ र मलाई चाहिँ उहाँले वचनहरू दिइराख्नु भएको छ। र यो भर्स हेर्दै गर्दा मैले तपाईँलाई टपिक मेरो यो हो भनेर म भनिरहदिनँ है। यो भर्सले आज हामीलाई के भन्नुहुन्छ अनि त्यो कुरालाई हेर्न गइरहेका छौँ। के भन्न चाहन्छु भन्दै गर्दा, तपाईँ र हाम्रो जीवनमा यो भर्समा म पुग्छ। यो विषय भन्दै गर्दा तपाईँ र मेरो जीवनमा, हाम्रो जीवनमा नि जुन प्रकारको हामीले सफलता हामीले प्राप्त गरेका छौँ नि, जो कुराहरूले हामी सफलता प्राप्त गरेका छौँ र त्यो सफलता प्राप्त गरेको भन्दा बढ्ता असफलता हामी भएको कुराहरू, हामी मिस्टेक भएको कुराहरूको धेरै चर्चा हुन्छ। तपाईँ सफलता हुनुभएको छ, धेरै कुरामा हामी सफलता बनेका छौँ, तर त्यो कुराको भन्दा बेसी चाहिँ हामी असफलता भएको कुराहरू, हाम्रो जीवनमा मिस्टेक भएको कुराहरूको चाहिँ धेरै चर्चा हुन्छ, ब्याकबाटिङ हुन्छ, धेरै कुरा हुन्छ। भन्नु चाहेको जुन कुरामा हामी सक्षम बनेका छौँ त्यसको कुरा हुँदैन, त्यसको कदर हुँदैन। मानिसहरूले के गरे अरे, थुक्यो अरे। प्रभु यीशु ख्रीष्टलाई मानिसहरूले गिल्ला गर्यो, निन्दा गर्यो र क्रुसमा चढिरहेको बेलामा ए मन्दिर भत्काउने है, लु आफूलाई बचा होइन, अनि लु तँ अब क्रुसबाट परमेश्वरको पुत्र हो भने तँ क्रुसबाट ओर्लेर आइज भनेर मानिसहरूले त्यहाँ के गरेको छ भन्नु। आज मैले तपाईँलाई बताउन चाहँदै गरेको कुरा, हाम्रो जीवनमा, तपाईँ र मेरो जीवनमा हामी हारेर जित्ने जाति रहौँ। हामी चाहिँ हारेर जित्ने जाति रहौँ। मानिसहरूले देख्दै गर्दा है हामी के हुनु पर्यो, परमेश्वरको वचनले भनेको छ है, तिमीहरू नम्र हुनु,
है तिमीहरूलाई खेदो गर्नेको निम्ति तिमीले प्रार्थना गर, उनीहरूको निम्ति आशीर्वाद देऊ, इत्यादि कुराहरू त्यहाँ परमेश्वरको वचनले तपाईँहरू मलाई बताएको छ। अनि म दुईवटा घटनालाई तपाईँहरूको बिचमा राख्न चाहन्छु, जो घटनाबाट हामी त्यहाँबाट पनि त्यो परिवारबाट त्यो व्यक्तिको जीवनबाट हामी त्यो कुराहरू सिक्नेछौँ। अनि त्यहाँ चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ बाइबलमा म बाइबल खोलिरहदिनँ, तपाईँलाई मैले यो घटना भन्दै गर्दा तपाईँलाई थाहा हुन्छ। अनि त्यो घटना चाहिँ के हो भन्दाखेरि चाहिँ जब बाइबलमा पुरानो करारमा जाँदै गर्दाखेरि एउटा घटना छ, एउटा परिवारमा घटना छ, जो चाहिँ घटना एल्काना अनि हन्ना अनि पनिनाको घटना छ। अनि त्यहाँनिर चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हन्नाको चाहिँ छोराछोरी छैन, तर पनिनाको छोराछोरीहरू छ। हेर्नुहोस् है, हन्नाको चाहिँ छोराछोरी छैन, तर पनिनाको छोराछोरीहरू छ। अनि त्यो भर्समा नि पनिनाले एल्कानाको चाहिँ दुईजना स्वास्नी थियो। बाइबलमा पुरानो करारमा हेर्दै गर्दाखेरि चाहिँ दुईजना स्वास्नीहरू थियो। अनि त्यसले गर्दाखेरि चाहिँ एल्कानाको, तर कान्छी श्रीमतीको चाहिँ छोराछोरीहरू थियो, तर जेठी श्रीमतीको छोराछोरीहरू थिएन। हेर्नुहोस् है, अनि त्यहाँनिर चाहिँ के भएको छ भन्दाखेरि चाहिँ नि धेरैचोटि चाहिँ पनिनाले दुःख दिएको छ हन्नालाई। त्यो भन्दाखेरि चाहिँ नि पवित्र आत्मा परमेश्वरले चाहिँ हन्नालाई के दिनुभयो? छोरा दिनुभयो। अनि त्यो छोरा दिनुभयो, तर हन्नाको छोरा छोरी र पनिनाको छोराछोरीको डिटेल्स बाइबलमा तपाईँले पढ्नुहोस्। आकाश र पातालको फरक छ, आकाश र पातालको फरक छ। जब हामी पनिनाको छोराछोरीको जीवन कहानीलाई हेर्नुहोस् अनि हन्नाको छोराछोरीको जीवन कहानीलाई तपाईँले पढ्नुहोस् बाइबल, त्यहाँनिर तपाईँले आकाश र पातालको फरक तपाईँले पाउनुहुन्छ। हन्नाले हारेर पनि जितेको छ। जति बेला त्यो समयमा उसले ती कुराहरू सहन गर्न सक्यो, त्यो नम्रतामा आउन सक्यो, अनि प्रार्थना गर्न सक्यो, अनि त्यो आदरमा चाहिँ पवित्र आत्मा परमेश्वरले उसलाई हारेर जित्ने छोरी बनाउनु भयो। पवित्र आत्मा परमेश्वरले यस्तो छोरा दिनुभयो, अगम वक्ता दिनुभयो, उनीहरूले चाहिँ सहन गर्न सक्छ। आज तपाईँ म हन्नाले चाहिँ सहन गर्ने प्रभुको छोराछोरी हुन सक्नुपर्छ। त्यो नम्रतामा आउन सक्नुपर्छ। के हो है, जब धर्न त हामी दिँदैनौँ, हामी बढाउँ यो कुराहरूलाई। जब यो कुराहरू हाम्रो जीवनमा जब हुर्किन सुरु हुन्छ नि, हाम्रो जीवनमा परमेश्वरले काम गर्न सुरु गर्नुहुन्छ। हामीलाई थाहै हुँदैन परमेश्वरले गर्दै गरेको कामहरू अघिबाट हाम्रो जीवनमा भइसकेको हुन्छ, हामीलाई थाहा हुँदैन। किनभने उहाँले भन्नुभयो, माग्नुभन्दा म अघिबाट तिमीलाई दिनेछु। तिमीलाई के कुराको खाँचो छ। त्यसले गर्दा आज परमेश्वरको वचनले तपाईँ मलाई भन्दै गरेको कुरा आजको दिनको कुराहरू छ। अनि अर्को घटना छ, जो घटना चाहिँ जब हामी दाउदको जीवनलाई हेर्छौँ। दाउदको छोराको नाम के भन्छ? हजुर हजुर सुलेमान। दाउदको जीवन कहानीलाई तपाईँले हेर्नुहोस्। आजको सन्दर्भमा मैले भन्नुपर्दा दाउदले साउल राजालाई यो मार्न सक्थ्यो, एक आँखाको निमेषमै च्वाट्ट पारिदिन सक्थ्यो। 1 मिनटको काम थियो। तर दाउद साउल राजादेखि भागेको छ, हारेको छ। दाउदलाई त्यो के भन्छ, साउल राजाले मार्नको निम्ति धेरै मानिसहरू खटाएको छ। अनि यति डेन्जर सास फुलाएर मार्नको निम्ति चाहिँ मानिसहरू खटाएको छ। अनि दाउद साँच्ची नै भाग्दै जङ्गल ओडाल हरेक परिस्थितिहरू झेल्दै बिचारा के गरिरहेको छ, त्यो जीवनहरू बिताएको छ, त्यो रातहरू बिताएको छ, त्यो दिनहरू बिताएको छ, त्यो सुक्खा ठाउँहरूमा हिँडेर बिताएको छ, त्यो झरीहरूमा हिँडेर बिताएको छ। त्यसै कारणले त दाउदले भजनको किताबमा उसले तृष्णाको कुराहरू, झरीको कुराहरू लेखेको छ। अनि जब हामी दाउदको जीवनमा हेर्छौँ नि, जब दाउद नि साउल राजादेखि हारेको छ, तर वास्तवमा दाउदले जित्थ्यो, तर हारेको छ। हारेर दाउदले के गरेको छ?
जितेको छ। एक समय त सौल राजा निदाइरहेको समय उसले त्यो कुराहरू सहन गरेको कारणले गर्दाखेरि नै दाउदको जीवनमा परमेश्वरले दाउदको पुस्ता सुलेमान राजालाई परमेश्वरले खडा गर्नुभयो। सुलेमान राजाले परमेश्वरको भवनलाई निर्माण गर्नुभयो। अनि त्यो निर्माण मात्र होइन, तर सुलेमान राजा जस्तो ज्ञानी मान्छे चाहिँ न त पहिला थियो न आउँछ, आउँदो दिनहरूमा आउँछ भनेर परमेश्वरको वचनमा लेखिएको छ। भनिसके पश्चात तपाईँले याद गर्नुहोस्, त्यो दाउदको जीवनले सहन गरेको कुराहरूले चाहिँ दाउद राजाले त्यो कुराहरू सहन गर्न सकेकोले गर्दा, त्यो नम्रतामा आएको कारणले गर्दाखेरि आज उसको पुस्तालाई परमेश्वरले खडा गर्नुभयो। आमेन। कति शक्तिशाली रूपमा खडा गर्नुभयो। मेरो जीवनमा यी कुराहरू हुन्छ, मानिसहरूले यी कुराहरू देख्छन्। तपाईँ धेरै कुराहरूमा सक्षम हुनुभएको छ, त्यो देख्दैन तपाईँले मेरो जीवनमा मानिसहरूले देख्दैन, मरे देख्दैन। तर तपाईँ असफलता भएको अनि तपाईँको जीवनमा तपाईँ मिस्टेक भएको कुरा चाहिँ मानिसहरूले देख्छन् अनि त्यसको बारेमा धेरै चर्चा हुन्छ। तर तपाईँ त्यो कुराहरूमा मैले गरेको वाक्कै दिउँ त गएर उता यताबाट आउँछ जस्तो ल भनेर यसो गरेर त इसारा यस्तो चम्को छ। फेरि यो यताबाट आउँदै गर्दा यो लटक मलाई हिर्काउन आएको होला कि मार्नु आएको होला। यहाँ आउँछ त म उताबाट माथिबाट टाउकोमा आमाहरू तैँले यता जगटाको मलाई म तँलाई यताबाट चट्टाउँछु भनेर चाहिँ नि हामी त्यो कुराहरूमा नआउँ। तर तपाईँले मेरो जीवनमा नि तपाईँ म यस्तो खालके हामी बनाउँ कि भन्न हेर्नुहोस् त, घरमा दिनु त हौ दिनु उसको पहिनाले नि दिनु के गर्थ्यो, हँसालेर कुरा गर्थ्यो। मन दुख्दैन, कति मन दुख्यो होला कारणले गर्दा। त्यो कुराहरूमा ऊ झुकेको कारणले गर्दाखेरि नि परमेश्वरले भन्दालाई यति सुन्दर छोरा दिनुभयो कि, शक्तिशाली छोरा दिनुभयो र अगमवक्ता छोरा दिनुभयो, जसद्वारा चाहिँ दुष्टको सारा निवारणलाई निभाउन सक्ने। हामी सहन गरौँ, नम्रतामा हामी आउँ अनि परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। हामी नम्रतामा आउन सक्दैनौँ है, सहन गर्ने कुराहरूमा आउन सक्दैनौँ भने हाम्रो जीवनबाट परमेश्वरले काम गर्न गाह्रो पर्छ। प्रभु यीशु ख्रीष्टले नि त्यो दिनहरूमा नि सहन गर्नु, उहाँलाई बत्तिसमा दिनु, त्यो यर्दन नदीमा प्रभु जाँदै गर्दाखेरि नि कता योहन्नाले भन्छ, अरे मलाई पो तपाईँबाट बत्तिसमा लिनु आवश्यक होइन। आज यस्तै हुन तिमीले नै मलाई बत्तिसमा दिनुपर्छ, यस्तै हुन देऊ भनेर परमेश्वर प्रभुले नम्र भएको छ त्यो ठाउँमा पनि। अनि आज प्रभुले त्यो सबै कुराहरू यहाँनिर हामीले डिटेल्स हेर्दै गर्दाखेरि नि प्रभुले सहन गर्नुभएको कुराहरू, चुप लाग्नु भएको कुराहरू, महान बस्नु भएको कुराहरू हामी त्यहाँनिर देख्छौँ नि। तर मानिसहरू चाहिँ के भयो, जिते हामीले है, 80 वर्ष हामीले जित्यौँ है, यीशु आयो, हामीले क्रुसमा टाँग्यौँ, काँटीले ढोक्न पायौँ है, कोरा लगायौँ, भाला पानी घोस्न पायौँ भनेर उनीहरू खुसी जिते भनिरहेको थियो। तर प्रभु यीशु ख्रीष्टले नि अगाको जीवनले मानिसहरूलाई जितिसकेको थियो, संसारलाई जितिसकेको थियो। आज तपाईँ मेरो जीवनमा हुनसक्छ हाम्रो जीवनमा धेरै मानिसहरू विरुद्धमा उठ्ने छ होला, तर तपाईँले साँच्चै उनीहरूलाई अगाधो प्रेम गर्नुहोस्। उनीहरूको निम्ति तपाईँले प्रार्थना गर्नुहोस्, उनीहरूको निम्ति आशीर्वादको शब्दहरू तपाईँले बोलिदिनुहोस्। साँच्चै नै तपाईँको जित हुन्छ त्यति बेला। आमेन। उसको दृष्टिकोणमा तपाईँ हार्नुहोस्, उसले जितेको छ, तर एक दिन समय आउँछ त्यति बेला तपाईँको जित भइसकेको हुन्छ, तपाईँको परिवारको जित भएको हुन्छ, तपाईँको व्यक्तिगत जीवनको जित भएको हुन्छ। परमेश्वरले तपाईँलाई थाहै नपाए परमेश्वरले धेरै आशिषको कुराहरूले तपाईँको जीवनमा भरिसकेको हुन्छ। आमेन। परमेश्वरलाई धेरै धन्यवाद होस्। र आज हामीले तपाईँको बिचमा मैले छोटो खण्डलाई राख्न सकेँ र हामीले अस्तिको कटेज फेलोसिपमा पनि परमेश्वरको वचन सुनिराखेको थिएँ। हामीले जुन कुराहरू मुखबाट बोल्छौँ त्यो कुराहरू के हुन्छ अरे हजुर, कुरा हुन्छ। हामीले असल कुराहरू बोल्नुपर्छ, गलत कुराहरू छोटो प्रभुसँग के गर्नेछौँ, छोटो प्रार्थना गर्नेछौँ। अनि सायदै हाम्रो समय अझै पनि 5, 10, 15 मिनट छ। अनि 15 मिनटमा हामी
5-10 मिनट जस्तो हामी छोटो प्रार्थना गर्नेछौँ अनि जो प्रार्थनाद्वारा तपाईँले प्रभुलाई भन्नुहोस्, प्रभु म तपाईँको अगाडि आउन चाहन्छु है। सायद तपाईँले तपाईँको जीवनमा सफलता भएको कुरा तपाईँले खोजिरहनु भएको थियो होला, त्यो कुराको मेरो चर्चा भएन भनेर तपाईँले खोजिराख्नु भएको थियो होला। तर प्रभुलाई भन्नुहोस्, प्रभु मलाई क्षमा गर्नुहोस्, संसार यस्तै छ, तपाईँको वचनले बुझाएको छ। अनि म आज साँच्चै हन्ना चाहिँ म नम्रतामा सहनशीलतामा म आउन चाहन्छु। दाउद चाहिँ म पनि नम्रतामा आउन चाहन्छु, सहनशीलतामा आउन चाहन्छु।